हेलो नमस्ते सबैजनालाई नमस्ते छ। म सुशीला ब्लगदेखिको म आज एउटा दबाई देखाउन चाहँदैछु तपाईहरुलाई, सर्दीको दबाई। अच्छा सबैजनाले हेरिदिनु होला। अब चिन्छ चिन्दैन हैन, यो चाहिँ असुराको पत्ता हो। यो असुराको पत्ता भन्छ यसलाई। यो चाहिँ सर्दीको दबाई है। यो चाहिँ सर्दी जुखाम लाग्दा, खोकी लाग्दा यो चाहिँ पिसेर पनि खान सक्छ, अनि यो यतिकै उमालेर पनि खान सक्छ। यो चाहिँ तितो हुन्छ। यसले सबै कुरा दबाई गर्छ। यसले यो तितो हो। यो तितोले गर्दाखेरि अलिकति प्रेसर पनि कम गर्छ यसले। र यो सर्दी जुखामको पनि ठिक हुन्छ। मैले एउटा आयुर्वेदिक डाक्टरसँग मैले सोधेर सल्लाह लिएर मैले यो सोधेको थिएँ। अब जस्तो हामीले त अब हस्पिटलको दबाईले कति खाँदा पनि भएन भने यसलाई चाहिँ के गर्ने, यस्तो टुक्रा गर्यो। टुक्रा गरेर यसलाई चाहिँ पानी उमालेर चाहिँ यहाँ पानीमा हाल्दिने। यसरी पानीमा हाल्दैन, धेर खानु पर्दैन। यसलाई 2टा मुन्टा 3टा मुन्टा जस्तो यस्तो उमाल्ने, पानीमा उमालेर यो उम्लिसकेपछि यसलाई यसको रस चाहिँ पिउने हो। म चाहिँ यताउँदै पनि नपाएर मैले चाहिँ टाढादेखि मेरो दाजुले ल्याइ मगाएर मेरो दाजु घरबाट ल्याएर यसरी राखेको छु टिपेर हैन। यसलाई टिपेर राखेको छु, फ्रिजमा राख्छु। फ्रिजमा राखेर चाहिँ अलिअलि यसरी उमालेर चाहिँ खाने हो। अब हालेको खानुभन्दा हामीलाई यस्तो असली आफैले यो पकायो यसरी, अनि यसरी पानी निकाल्ने। यसै कम्ती मात्रामा यति खानु सके अलि धेरै खाए पनि हुन्छ। तर अब साह्रै धेरै खाँदा पनि कसैलाई अब असर गर्छ होला हैन, तितो पनि हुन्छ बेसी। अगर यो यतिकै खानु सकेन भने यसरी खाने, तितो हुन्छ। अगर यो पत्तालाई पिसेर यसको रस निकालेर खाए पनि हुन्छ। यो यतिकै काँचै खाए पनि हुन्छ। जसलाई सहन्छ त्यसले चाहिँ खाँदा हुन्छ। तर मैले चाहिँ यसरी उमालेर पानी निकालेर यसरी खाँदैछु। एकदम सर्दी, बेसी सर्दी छ। ल सबैजना हेरिदिनु होला कस्तो लाग्छ। सबैले चिन्नुहुन्छ होला दबाई। जसले चिन्नु भएको छैन, जसलाई खानु मन लाग्छ खाए हुन्छ। खोजेर ल्याएर पनि कहीँबाट खोजेर ल्याएर फ्रिजमा स्टोर गरेर राख्ने, अनि खाने बेलामा उमाल्यो खायो गर्ने है। हुन्छ सबैजनाले मेरो सुशीला ब्लगमा गएर युट्युबमा पनि हेरिदिनु होला, फेसबुकमा पनि हेरिदिनु होला। सबैले कमेन्ट हालिदिनु होला, लाइक गरिदिनु होला। सबैजनाले कमेन्ट लेखिदिनु होला। कसैलाई मनपर्छ पर्दैन, कि यो दबाई कस्तो हो के हो भन्ने कतिजनालाई जानकारी होला हैन। बाई बाई।